नमस्ते। आज हामी राजविराज नगरपालिकाको अहिलेको अवस्थाबारे अलि गहिरिएर कुरा गर्दैछौ। खास गरी आर्थिक वर्ष 2018-82 सकिनै लाग्दा त्यहाँ देखिएको द्वन्द र संकट। हाम्रो कुराकानीको आधार राजविराज नगरपालिका द्वन्द र संकटको वर्ष शीर्षकको एउटा लेख हो। यो लेखले निकै महत्वपूर्ण समयमा नगरपालिका किन यस्तो तालाबन्दी र द्वन्द्वमा फस्यो भन्ने केलाएको छ। हो नि, जबकि यो त बजेट सक्ने योजनाहरू पूरा गर्ने चटारोको बेला हो। आउनुहोस् यसैमा कुरा गरौं। यो संकट खासमा सुरु भयो निर्वाचित मेयर भीमराज यादवको निलम्बनपछि। निलम्बनबाट सुरु भयो हो। लेख अनुसार त्यसपछि उहाँका समर्थकहरू अनि केही स्थानीय युवाहरूले नगरपालिका कार्यालयमा लगातार तालाबन्दी गरिरहेका छन्। उनीहरूको माग चाहिँ के रहेछ त? उनीहरूको माग मतलब मेयरको पुनर्स्थापना र नगरपालिकामा भएका भनिएका अनियमितताको अन्त्य होस् भन्ने छ। यसका लागि त अनिश्चितकालीन रिले अनशन पनि चलिरहेको छ। रिले अनशन भनेपछि एकपछि अर्को गर्दै अनशन बस्ने हो। तर यो विरोध प्रदर्शनमै सीमित रहेन, स्थिति अलिक गम्भीर बन्यो हैन? हो त, कर्मचारीमाथि नै हातदात भयो भन्ने कुरा आयो नि। हो, त्यो घटनाले त झन तनाव बढायो। असार 3 गते कार्यवाहक मेयर ईश्वरत परवीनले उजुरी नै दिनुभएछ। के भनेर? उहाँले कार्यालय खोल्न खोज्दा लेखा अधिकृत शत्रुघ्न लाल दासमाथि निलम्बित मेयरका समर्थकहरूले कुटपिट गरे अनि कार्यालयमा तोडफोड पनि भयो रे। हो र, यो त साह्रै नराम्रो भयो। कर्मचारीको सुरक्षा नै भएन। एकदम। यसले त काम गर्ने वातावरण नै कहाँ रह्यो र? अनि यो विवादको खास जड चाहिँ के देखिन्छ? लेखमा केही छ? मेयर निलम्बन मात्रै हो कि अरू पनि कुरा छन्? लेखले संकेत गरे अनुसार यो अलि जटिल छ। प्रमुख प्रशासकीय अधिकृतको सरुवाको कुरा पनि छ। अनि विशेष गरी आर्थिक वर्षको अन्त्यतिर हुने सम्भावित आर्थिक अनियमितताको आशंका पनि जोडिएको देखिन्छ। आर्थिक वर्षको अन्त्य मतलब भुक्तानी दिने बेला त्यसमा चलखेल हुन्छ कि भन्ने डर। हो, त्यस्तै आशंका। यो समयमा बजेट सक्ने हतार हुन्छ, त्यसैले यस्ता आरोप प्रत्यारोपले स्थितिलाई झनै गिजोले छ। कार्यवाहक मेयर ईश्वरत परवीनलाई त साह्रै गाह्रो भयो होला है। निकै चुनौतीपूर्ण अवस्था छ उहाँका लागि। एकातिर राजनीतिक अस्थिरता, निरन्तरको विरोध, अर्कोतिर तालाबन्दीका बीचमा कार्यालय चलाउनु पर्यो, कर्मचारीको सुरक्षा पनि हेर्नु पर्यो। अनि आर्थिक पारदर्शिताको कुरा पनि छ। यो त निकै कठिन अवस्था हो नि। अत्यावश्यक सेवाहरू कसरी चलिरहेका होलान्? फोहोर उठाउने, दर्ता सिफारिस जस्ता कामहरू। त्यही त समस्या छ। ती सेवाहरू सुचारू राख्न ठूलो दबाव छ। त्यसमाथि आर्थिक वर्षको अन्त्यमा बजेट सक्नुपर्ने, योजनाहरू सिद्ध्याउनु पर्ने जिम्मेवारी। तालाबन्दीले त झन असम्भव जस्तै बनायो होला। हो। अनि कर्मचारीमाथि नै आक्रमण भएपछि उनीहरूको मनोबल कस्तो होला त्यो पनि सोच्नुपर्ने कुरा छ। यी त भए अहिलेको द्वन्द्वका कुरा। तर राजविराजमा अरू पनि त समस्या थिए नि, होइन र? लेखले अरू के भन्छ? छन् नि। यो द्वन्द्व त छँदैछ, तर नगरपालिका अरू समस्यासँग पनि जुधिरहेको देखिन्छ। जस्तै हालसालै सरसफाई कर्मीहरूले 16 दिन जतिको तलब नपाएर हडताल नै गरे। अनि अर्को घटनामा नगरपालिकाकै गाडीले ठक्कर दिएको पीडितको उपचार खर्च मागेर पनि तालाबन्दी भएको थियो। भनेपछि व्यवस्थापकीय कमजोरी पनि देखियो। हो, स्रोत परिचालन र व्यवस्थापनमा समस्या देखिन्छ। अनि त्यो वर्षौंदेखिको कोल्ड स्टोरेज परियोजना नि, त्यो त किसानका लागि निकै महत्वपूर्ण थियो। त्यो त झन निराशाजनक छ। विक्रमसम्म 2075 मा सुरु भएको, तर 2078 देखि रोकिएको रहेछ। रोकिएको किन नि? लेख अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षमा करिब 8 करोड़ छुट्याएको त भनियो, तर त्यो पैसा नगरपालिकाले अझै पाएको छैन रे। बजेटकै अभावमा अल्पत्र परेको छ। 8 करोड़ छुट्याएर पनि नआउने, यसको मार त सिधै किसानलाई पर्यो नि। एकदम। यो त कस्तो प्रणालीगत समस्या हो भन्ने देखाउँछ। दीर्घकालीन महत्वका योजनाहरू कसरी अल्झिन्छन्। तर केही राम्रो पनि भएको छ कि? केही आशा लाग्दो कुरा? केही सकारात्मक प्रयास नभएका होइनन्। जस्तै करिब 38 वर्षपछि राजविराज बस पार्क फेरि चल्नु राम्रो कुरा हो। त्यो त ठूलै उपलब्धि हो। अनि ट्राफिक व्यवस्थापनका लागि पनि केही पहल भएको देखिन्छ। फागुनतिर छठघाट र पोखरीहरू अलि राम्रो बनाउन 90 लाख जतिको बोलपत्र पनि आह्वान भएको छ चैतमा। त्यो त राम्रै हो। तर अहिलेको यो गहिरो द्वन्द्वले यी सबै राम्रा प्रयासलाई पनि छायामा पारिदिएको छ। हो त। अब सबैभन्दा महत्वपूर्ण कुरा, यस्तो बेला आम नागरिकले चाहिँ के भोगिरहेका छन् त? उनीहरूको दैनिकी कस्तो छ? असर त एकदमै गम्भीर छ।
पहिलो कुरा अत्यावश्यक सेवाहरू नै प्रभावित छन्। फोहोर उठेकै छैन, शहर दुर्गन्धित बन्दैछ। अनि जन्म, मृत्यु, विवाह दर्ता, सिफारिसहरू ती सबै लिन सर्वसाधारणले साह्रै दुःख पाएका छन्। कार्यालय नै बन्द भएपछि कहाँ जाने? अनि विकासका कामहरू त्यो त झन् ठप्पै भयो होला। हो, विकास आयोजनाहरूमा गम्भीर धक्का लागेको छ। आर्थिक वर्षको अन्त्यमा बजेट खर्च नहुँदा फ्रिज हुने डर छ। फ्रिज भएपछि त गयो नि त्यो पैसा। गयो। सडक, ढल, पार्क जस्ता कामहरू कि त ढिला हुन्छन् कि रोकिन्छन्। अनि त्यो कोल्ड स्टोरेज नबन्दा किसानहरूले आफ्नो उब्जनी सस्तोमा बेच्नुपर्ने वा कुहाउनु पर्ने अवस्था छ। सिधै आर्थिक नोक्सानी हो। यसले स्थानीय व्यापार, ठेक्का पट्टा सबैले असर पारेको छ। यो सबै सुन्दा त स्थानीय सरकारप्रति नागरिकको विश्वास पनि त घट्यो होला नि। स्वाभाविक हो। आधारभूत सेवा नपाउने, विकास नहुने अनि राजनीतिक खिचातानी मात्र देखेपछि नागरिकमा निराशा र आक्रोश बढ्छ नै। यसले सरकार र नागरिक बीचको दूरी बढाउँछ। त्यसो भए यो राजविराजको अवस्थाबाट हामी के निचोड निकाल्न सक्छौं त? यसले के देखाउँछ? मुख्य कुरा के देखियो भने स्थानीय तहको राजनीतिक स्वार्थ र खिचातानीले कसरी विकास र नागरिकका दैनिक जीवनलाई नै डामाडोल बनाइदिन सक्छ, त्यो पनि आर्थिक वर्षको यस्तो महत्वपूर्ण समयमा। कोल्ड स्टोरेज जस्ता वर्षौंदेखि अल्झेका परियोजना हुन् वा अहिलेको यो तालाबन्दी, अन्तिम मारमा पर्ने त सर्वसाधारण नागरिक नै हुन्। यी केवल क्षणिक राजनीतिक घटना मात्र हुन् वा यिनीहरूले हाम्रो स्थानीय सुशासन, जवाफदेहिता र नागरिक राज्य सम्बन्धमै कहीं गहिरो दीर्घकालीन समस्या पो छ कि भनेर संकेत गरिरहेका छन्? यो विचार गर्नुपर्ने